साधारणतया ब्याङ्कले के गर्छ भनेर सोच्दा दिमागमा ऋण दिने, पैसा जम्मा गर्ने जस्ता कुरा आउँछ, होइन त? तर आजको हाम्रो चर्चा अलि फरक छ। आज हामी ब्याङ्कले के गर्न सक्दैन भन्ने कुरा खोतल्दैछौँ। यो नियम र सीमाहरूको एउटा रोचक यात्रा हुनेछ। एकछिनलाई सोचौँ त, मानौ एउटा ब्याङ्कलाई जे मन लाग्यो त्यही गर्ने छुट भयो भने के होला? जता मन लाग्यो त्यतै लगानी गर्ने, व्यापार गर्ने, अरू कम्पनी किन्ने, जे पनि हो। यही प्रश्नबाट आजको हाम्रो विश्लेषण सुरु हुन्छ। हो, त्यो सम्भावित अराजकतालाई रोक्ने जवाफ यही कानुनी प्रावधानहरूमा छ। यसले वित्तीय प्रणालीलाई सुरक्षित राख्नका लागि स्पष्ट सीमाहरू तोकेको छ। ल, अब यसमा अझ गहिरिएर हेरौँ न त। अब सुरु गरौँ ब्याङ्कको गर्न नहुने कामहरूको क्षेत्रबाट। यी नियमहरू नै यसको सञ्चालनको मूल आधार हुन्। हेर्नुहोस्, सामान्य कम्पनीहरूले आफ्नो व्यवसाय जता पनि फैलाउन सक्छन्, तर यो विशेष ब्याङ्कको हकमा चाहिँ त्यस्तो हुँदैन। यसलाई केही कामहरू गर्नबाट कडा रूपमा रोक लगाइएको छ ताकि यसको मुख्य उद्देश्यबाट ध्यान नबाहिरियोस्। त्यसो भए ती मुख्य प्रतिबन्धहरू के हुन् त? आउनुहोस् कानुनले तोकेका 4 प्रमुख गर्न नहुने कामहरू के रहेछन् हेरौँ। ल, एक एक गरेर हेरौँ है। पहिलो, यसले सामान्य ब्याङ्किङ जस्तै ऋण दिने वा निक्षेप लिने जस्ता काम गर्न सक्दैन। दोस्रो, अरू कुनै पनि कम्पनी वा ब्याङ्कको सेयर किन्न पाउँदैन। तेस्रो, कुनै पनि किसिमको व्यापारमा संलग्न हुन सक्दैन। र चौथो, यत्तिकै कुनै उद्देश्य बिना सम्पत्ति किनबेच गर्न पनि सक्दैन। यसलाई एकदमै सरल भाषामा भन्नुपर्दा यो ब्याङ्कले बजारमा गएर जे मन लाग्यो त्यही कम्पनी वा घरजग्गा किन्दै हिँड्न पाउँदैन। यसको कार्यक्षेत्र एकदमै सीमित र तोकिएको छ। तर कथा यतिमा मात्रै सकिँदैन। हरेक कडा नियममा जस्तै यहाँ पनि केही अपवादहरू छन् र यहाँनेर कुरा साँच्चै रोचक बन्छ, किनकि नियमहरू सधैँ कालो र सेतो मात्र हुँदैनन्। त्यसो भए प्रश्न उठ्छ, के यी प्रतिबन्धहरू एकदमै कठोर छन् त, कि त्यहाँ कुनै पनि छुट छैन? होइन, कानुनले केही विशेष परिस्थितिहरूको लागि बाटो खोला राखेको छ। यहाँ नै सबैभन्दा महत्त्वपूर्ण अपवाद आउँछ। ब्याङ्कलाई सहयोगी संस्थाहरूमा लगानी गर्न र ऋण दिन चाहिँ अनुमति छ। अब प्रश्न आउँछ, यी सहयोगी संस्थाहरू भनेका चाहिँ के हुन् त? कानुनअनुसार सहयोगी संस्था भनेको त्यस्तो कुनै पनि कम्पनी हो जसले ब्याङ्कलाई उसको मुख्य काममा सघाउँछ, जस्तै क्रेडिट रेटिङ गर्ने एजेन्सी, भुक्तानी मिलाउने क्लियरिङ हाउस वा नोट छाप्ने संस्थाहरू। तर यो लगानी पनि जति मन लाग्यो त्यति गर्न पाइँदैन। नियमले स्पष्ट पारेको छ कि ब्याङ्कले त्यस्ता सहयोगी संस्थाहरूको कुल पुँजीको 10% भन्दा बढी लगानी गर्न सक्दैन। यो एउटा एकदमै महत्त्वपूर्ण सीमा हो। यहाँनेर सीमा स्पष्ट देखिन्छ, होइन त? एकातिर सामान्य व्यापार वा अरू ब्याङ्कमा लगानीमा पूर्ण प्रतिबन्ध छ, तर अर्कोतिर आफ्नो मुख्य कामलाई सहयोग गर्ने संस्थाहरूमा भने सीमित लगानी गर्न अनुमति छ। यसबाहेक अरू 2वटा व्यावहारिक छुटहरू पनि छन्। पहिलो, ब्याङ्कले आफ्नो कामको लागि आवश्यक पर्ने भवन वा अरू सम्पत्ति किन्न सक्छ, र दोस्रो, उसले आफ्नै कर्मचारीहरूलाई ऋण दिन पाउँछ। हामीले नियमहरू र अपवादहरू त हेर्यौं, तर अब सबैभन्दा ठूलो प्रश्नमा आउँ, आखिर यस्ता कडा नियमहरू किन बनाइयो होला? यसको पछाडिको सोच के हो? यहाँ बुझ्नुपर्ने मुख्य कुरा के हो भने, यी नियमहरू ब्याङ्कलाई कमजोर बनाउनका लागि होइनन्, बरु यसलाई आफ्नो सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारीबाट विचलित हुन नदिनका लागि बनाइएका हुन्। तसर्थ अन्तिम लक्ष्य एकदमै स्पष्ट छ। पहिलो, ब्याङ्क आफ्नो मुख्य काममा मात्र केन्द्रित रहोस्। दोस्रो, ब्याङ्कले अरू व्यवसायमा लगानी गर्दा स्वार्थ बाजिने अवस्था नआओस्। र तेस्रो र सबैभन्दा महत्त्वपूर्ण, ब्याङ्कले अनावश्यक जोखिम मोलेर समग्र वित्तीय प्रणालीलाई नै खतरामा नपारोस्। यी नियमहरू वित्तीय स्थिरताका आधार स्तम्भ हुन्, तर यसले एउटा गम्भीर प्रश्न पनि खडा गर्छ। यदि कुनै संस्थाले यी सीमाहरूलाई नाग्ने प्रयास गर्यो वा यी नियमहरूलाई नै तोड्यो भने त्यसको परिणाम के होला? यो प्रश्नले हामीलाई वित्तीय नियमनको गहिरो महत्त्वबारे सोच्न बाध्य बनाउँछ।